हेलो गाइज नमस्कार। म चाहिँ म्यादी प्रहरीको लिखित परीक्षामा सोधिने क्वेसनको एउटा एन्सर लिएर आएको छु। यो भिडियो हेर्नुभयो भने अरू भिडियो हेर्नु पर्दैन हजुरहरूले। सबै एन्सर क्वेसनहरू यसैमा रहेको छ। एउटा भिडियो हेरे पुग्छ हजुरहरूलाई। ल है त गाइज भिडियो सुरु गरौँ। प्रश्न नम्बर 1 रहेको छ नेपालको हाल प्रधानमन्त्री को रहेको छ। नेपालको हाल प्रधानमन्त्री सुशीला कार्की रहेको छ। सही उत्तर सुशीला कार्की। अब 2 नम्बर हेरौँ। म्यादी प्रहरी निर्वाचनमा खटिएको क्रममा घाइते भएमा कति रकम उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था छ। यसको चाहिँ रहेको छ 1,50,000। त्यसै गरी 3 नम्बरमा रहेको छ नेपालको प्रथम राष्ट्रपतिको नाम के हो। यसको सही उत्तर रहेको छ रामवरण यादव। मैले जुन बुँदा सही छ त्यो बुँदा मात्रै भने, नत्र भिडियो धेरै लामो हुन्छ। त्यसैले गर्दा मैले जुन बुँदाहरू सही हो त्यही बुँदाहरू मात्रै भनिरहेको छु मैले। त्यसै गरी 4 नम्बरमा रहेको छ नेपालमा हुने निर्वाचन हरेक कति वर्षमा हुन्छ। यसको सही उत्तर रहेको छ 5 वर्षमा। 5 वर्षमा हुने गर्छ निर्वाचन। त्यसै गरी 5 नम्बरमा रहेको छ म्यादी प्रहरी हुनलाई कति योग्यता चाहिन्छ भनेको यसको एन्सर रहेको छ साधारण लेखपढ भए पुग्छ। 6 नम्बरमा रहेको छ म्यादी प्रहरीको कार्य अवधि कति दिनको हुन्छ। अहिलेको चाहिँ म्यादी प्रहरीको कार्य अवधि 40 दिन भनेर तोकिएको छ, 40 दिनको हो। त्यसै गरी 7 नम्बरमा रहेको छ हाल नेपालमा कतिवटा स्थानीय तह रहेको छ। यसको सही उत्तर 753वटा। त्यसै गरी 8 नम्बरमा रहेको छ म्यादी प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्दछ। यसको सही उत्तर रहेको छ गृह मन्त्रालय। त्यसै गरी 9 नम्बरमा रहेको छ निर्वाचनका लागि खटिएको म्यादी प्रहरीको मृत्यु भएमा कति रकम बिमा गरिएको छ। यसको सही उत्तर रहेको छ 15 लाख। त्यसै गरी 10 नम्बरमा रहेको छ हाल नेपालमा कतिवटा जिल्ला रहेको छ। यसको सही उत्तर हो 77वटा जिल्ला रहेको छ नेपालमा हाल। त्यसै गरी रहेको छ नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो। यसको सही उत्तर रहेको छ डोल्पा। डोल्पा सबैभन्दा ठुलो जिल्ला हो नेपालको। त्यसै गरी 12 नम्बरमा रहेको छ नेपालमा बढी गर्मी हुने ठाउँ कहाँ हो भनेपछि नेपालमा सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ हो भनेर सोधेछ। यसको सही उत्तर रहेको छ नेपालगञ्ज। त्यसै गरी 13 नम्बरमा रहेको छ नेपालमा बढी पानी पर्ने ठाउँ कहाँ रहेको छ। नेपालमा बढी पानी पर्ने ठाउँ भनेको पोखराको हुम्ले भन्ने ठाउँमा नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ हो हुम्ले। त्यसैले यसको सही उत्तर हो पोखराको हुम्ले। साथीहरू भिडियो कस्तो लागिरहेछ, मन परेको भए च्यानललाई सब्सक्राइब गर्नु र एउटा लाइक र कमेन्ट पनि छोडिदिनु होला कस्तो लाग्यो हजुरहरूलाई भिडियो। त्यसै गरी हामी अब 14 नम्बरमा जाँदैछौँ। 14 नम्बरमा रहेको छ नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो। पूर्वी रुकुम रहेको छ। रुकुमको पनि पूर्व साइडतिर पूर्वी रुकुम रहेको छ। त्यसै गरी 15 नम्बरमा रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला कुन हो। यसको सही उत्तर रहेको छ डोल्पा। सबभन्दा ठुलो जिल्ला डोल्पा रहेको छ साथीहरू। त्यसै गरी साथीहरू 16 नम्बरमा रहेको छ नेपालमा 2078 अनुसार कुल जनसङ्ख्या कति रहेको छ। यसको सही उत्तर रहेको छ 2,91,64,578 जना रहेको छ। त्यसै गरी 17 नम्बरमा रहेको छ क्षेत्रफलको आधारमा सबभन्दा सानो जिल्ला कुन रहेको छ। यसको सही उत्तर रहेको छ भक्तपुर हो साथीहरू। यो ठुलो जिल्ला सानो जिल्ला चाहिँ याद गरेर जानु होला क्षेत्रफलको आधारमा। त्यसै गरी 18 नम्बरमा रहेको छ नेपालमा हाल कतिवटा गाउँपालिका रहेको छ। यो चाहिँ हजुरहरूले जान्नुपर्छ कतिवटा गाउँपालिका कतिवटा नगरपालिका भनेर चाहिँ। त्यसै गरी 18 नम्बरको एन्सर रहेको छ 460। नेपालमा हाल 460वटा गाउँपालिका रहेको छ। त्यसै गरी हजुरको 19 नम्बरमा रहेको छ नेपालमा हाल कतिवटा नगरपालिका रहेको छ। नेपालमा हाल 276वटा नगरपालिका रहेको छ साथीहरू। यो सबैले जानिराख्नु होला। त्यसै गरी 20 नम्बरमा रहेको छ म्यादी प्रहरी भर्ना हुन कति उमेर भएको मात्र पाउनेछन्। कति उमेरकाले म्यादी प्रहरी हुन पाउनेछन् भनेर क्वेसन रहेको छ। यसको सही उत्तर रहेको छ 18 वर्ष पुगी 54 वर्ष ननागेको हुनुपर्दछ म्यादी प्रहरी हुनको लागि। त्यसैले यसको सही एन्सर हो 18 देखि 54 वर्ष।
त्यसै गरी 21 नम्बरमा रहेको छ म्यादी प्रहरी कुन दर्जा सरहको सेवा सुविधाहरू पाउने गर्दछन् भनेको यसको सही उत्तर रहेछ प्रहरी जवान। प्रहरी जवानले जे पाउँछन् म्यादी प्रहरीहरूले सबै पाउँछन्, त्यसैले यसको सही उत्तर रहेको छ प्रहरी जवान। साथीहरू भिडियो कस्तो लाग्यो भनिदिनु होला। हजुरलाई अरू केही कुरा जान्नु मन छ भने कमेन्ट गर्नु होला। आजको लागि यति नै। भिडियो धेरै लामो हुन्छ, त्यसैले बरु पार्ट 2 ल्याउन परेमा फेरि पार्ट 2 लिएर आउनेछु। क्वेसनहरू भन्नुहोस्, नजानेको क्वेसनहरू सोध्नु। अहिलेको लागि बाई गाइज।